आफै मात्र खाना मलाई पनि दिएन ल झिल्की अलिकति खाऊ ल अलिकति खाऊ दही खाऊ ल्याउनु अलि धेरै अरू भाइहरूलाई चाहिन्छ होला थोरै थोरै ओइ साथी हो यहाँ एउटा केटीले एकदम राम्रो आछ हैन त्यो केटीलाई चाहिँ फसाउनु पर्यो के म फेरि निकेस पठाउँछु हैन या सब गर्छ कि गर्दैन एकचोटी पठाइहेरौँ है त पठाउने बात छ आजलाई फसाउने ए या सब त गर्यो बेहुनी सुर ल्यायो भाइ या सब गर्यो ए कस्तो राम्री रहेछ के अरे राम्री रहेछ यार डाइरेक्ट कल गर्ने ल हेलो माइक दुईटा भएन हेलो हजुर कहाँ पर्यो होला यो हजुर म यहाँ सलिन्टर फोन कानमा लाउनु फोन सलिन्टर चाहिँ नि म सलिन्टर हेर बढेछ नजिकै छु ए हो र तिमी त कस्तै अनलाइनमा आउन मिल्दैन अनलाइनमा आइहाल्ने र खतरा खतरा धन्दा गर नि त्यही आउन मिल्दैन आउन मिल्छ भने आउनु न ल मलाई त मम्मीले मार्नु पायो भने फेरि मार्नुहुन्न के छिटो आइस न ल ल हस् तिमी त कति राम्री रहेछौ त तिमी त कति राम्री रहेछौ नि त कस्तो मलाई त मन पर्यो भने तिमी मसँग साथी बन्न सक्छौ हजुरको हेराइमा राम्रो होला म त्यति राम्री त छैन अनि हजुरलाई राम्रो लाग्यो होला अब त भिडियो कल बोल्यो नि त नि यसरी भिडियो कल बोल न अब ए ल पछि कल गर्छु नि म है हस् अब चन्द्रवतीसँग भात पकाउनु जाऊ पहिला त्यो केटीले त के ओ साथी हो त्यो केटीले त यासो गरेर पनि मैले त्यसलाई डाइरेक्ट कल गरेँ होइन त्यो केटी त एकदम राम्री रहेछ त्यो केटीलाई चाहिँ फसाउन सक्छ है अब सबै मिलेर फसाउनु पर्छ है त्यसलाई त्यससँग पैसा माग्नु पर्छ ल घरतिर जान्छु है अब म घरतिर जान्छु ल ए लुगा बाली खेल्नुपर्छ है डाडु मजाले हाल्नुपर्छ त्यो केटीलाई एकदम पैसा मागेर सालीको भट्टीमा जानुपर्छ है केटा ल साथी हो अब हामी पनि ल आज दिन आएछ नि जाने अब खाना पकाउनु जाऊ हेलो घरमा खाना हेलो चन्द्रमुखीले म घर आउँदैछु है तँ माइक लिएर जाऊ ल हजुर बुढोमा खाना पकाएर रेडी गरिसकेँ अब हजुर खाना आउनु ल ए ल आउँदैछु खाना पकाउनु तिमी साथी हो मलाई मेरो बुढीले फोन गरिसक्यो म घर गएर एकछिन फेरि आउँछु है अहिले मिलाएर फेरि रक्सी खानुपर्छ है ल छिटो आऊ है हस् अफिसमा गएर काम गरेर कस्तो गाह्रो भएर आएको भन न खाना पाके बुढी हजुर बुढो पाकेर रेडी भइसक्यो हजुर कहाँ गएर आइसक्यो यतिखेर ए म त्यहाँ साथीहरूसँग एकछिन यसो काम खोज्न गएको थिएँ त्यो साथीहरूले काम मिलाइदिएको छ क्या त्यही भएर अब अहिले जानु छ कि ल खाना पस्क्यौ न त ए हो र काम पाउनु भयो त अनि हजुरले पाएँ हो ए हस् हस्लाई खाना पस्केर दिन्छु म हजुर खाना बस्नु न ल तरकारी के बनायो हजुर मैले त आज काम गर्दै भ्याएन बुढो दाल र भात मात्रै पकाएको छु आज त्यही खाएर जानु न काममा ल दाल र भात
बाप्रे रे तरकारी बनाएनौ हजुर तरकारी त आज छैन बुढो मैले दाल भात मात्रै पकाइदिएको छु त्यही खानु न आज छिटो पस्क ल हस् हस् यस्तो दाल र भात मात्रै के खानु तरकारी नै नभएको तेरो दाल र भात चाहिँ खाऊ हजुर आफूले पनि ल्याउने हैन अनि टेन्सन भयो साथी हो मलाई त एकदम तरकारी नबनाएर चाहिँ एकदम धेरै टेन्सन भयो हैन ल साथी हो तिमीहरूसँग पैसा छ भने मलाई खुवाउ न आज ल हजुर चाहिँ सधैँ बाहिर हिँड्नुहुन्छ केटीसँग चेड गरेर हिँड्नुहुन्छ कुन कुन केटीसँग बोल्नुहुन्छ अनि घरमा आएर मलाई सधैँ गाली गर्नुहुन्छ पिट्नुहुन्छ मलाई ओइ साथी हो त्यो एउटा केटीलाई हिजो मैले कल गरेको थिएँ नि त्यो केटीलाई फेरि आज पनि फोन गरेर त्योसँग 9-10 हजार पैसा भयो नि यसो मिलाएर माग्नुपर्छ है साथी हो ल साथी हो अब अलिअलि भयो नि जाडु त खाने होला नि जानी हो साइलीको होटेलमा पैसा मागेर लिएर है दिल्ली छिटो हेलो हेलो यता बस्छ न यता बस्छ यही नजिक बस्छ मम्मी छोरी हजुर म स्कुल गएर खाना खाएन नि त छोरी खाना खान आऊ नि त अहिले पछि खान्छु नि मैले खाइसकेको खाइसकेँ कि मैले ए ल राम्रोसँग पढेर आऊ है यताउति कतै नहेरिकन जाऊ है स्कुल सरस हस् हेलो हेलो कहाँ छौ तिमी हजुर म स्कुलबाट मम्मीलाई के अरे म घरबाट मम्मीलाई स्कुल जान्छु भनेर आइसक्यो हजुर कहाँ हुनुहुन्छ म स्कुल जाने हो नि त म भर्खर 8 क्लासमा पढ्दैछु नि हजुर होइन स्कुल त जानुपर्छ नि म नजानु र सुन न म एउटा कुरा भन्छु मान्छौ फोन कानमा राख्नु न के कुरा एउटा कुरा भन्छु के मान न ल के रे नाइ नभन है हस् के कुरा होला भनिस्यौ न त मलाई 9-10 हजार पैसा चाहिएको छ तिमी हालिदिन्छौ नि हजुरलाई के को लागि चाहियो होला त्यत्रो पैसा म यस्तो ड्राइभिङ काम गर्छु अनि त्यस कारणले अलिअलि समस्या परे भएर हो तिमीलाई पछि फिर्ता गरिहाल्छु नि टेन्सन नमान न के गर्नुहुन्छ अरे हजुरले म ड्राइभिङ काम गर्छु अनि के गाडी बिग्रेर हजुरको त्यस्तै हल्का ए हस् पक्न है म मम्मी कहाँ गएर मम्मीको एटिएमबाट म हालिदिन्छु मेरो त छैन मम्मीको खाताबाट हालिदिन्छु नि ल छिट्टो पठाइदेऊ ल हस् मम्मी हजुर मलाई हजुरको मोबाइल एकछिन किन दिन पर्यो र छोरी तिमीलाई एकछिन काम छ ल्याउनु न ल एकैछिन ल्याइदेऊ है त हस् हेलो हजुर हस् तपाईँको क्युआर पठाइदिनु न हस् म हेर्छु है मैले पैसा पठाइदिएको छु हेर्नु त हजुरको अरू टोली खोइ त आमासम्म ओइ साथी हो त्यो केटीले त 10 हजार पैसा हालिदिइसक्यो अब चाहिँ मोज गर्नुपर्छ है ल साथी हो अब दारू नि खाने होला ल दारू पनि दारू होइन दारू पनि खाने हो तास पनि खेल्ने हो आजको दिनलाई यस्तै हो मोज गर्ने हो हैन मलाई पनि तास बाँड्न त छिटो
ओइ रक्सी पनि खाम न यार जाडोमा तातो तातो खानु पर्यो भने जाडो भएको छ नि त। त्यो तिमीहरू चाहिँ तास खेल्दै गर मलाई त्यो केटीले फेरि कल गरेको छ क्या ओइ त्यो केटीलाई त फेरि माया जालमा फसाउनु पर्छ नि। हेलो हजुर तिमी कहाँ छौ? म स्कुल जान लागेको अब। ए स्कुल नगए हुँदैन र भने तिमी त अनि कल गर्दै थियौ त फेरि। हजुर कहाँ हुनुहुन्छ भनेर कल गरेको नि। हो र किन मन पर्यो क्या हो पर्छ कि क्या हो तिम्रो र मेरो त बा त्यस्तै सब पर्ला पर्ला जस्तै छ। हजुर कति ह्यान्डसम हुँदो रहेछ मलाई त एकदमै मन पर्यो हजुर। ए हो र त्यसो भए अनलाइनमा आऊ न त भिडियो कल गरौँ न। हस् हेलो हजुर ए तिमी त कति राम्री रहेछौ भने क्युट आमा तिमी त कस्तो मलाई त मन पर्यो भने तिमी र म त अब विवाह गर्नुपर्छ है। विवाहसम्म त नपुग्नु होला अब हेरौँ अब भर्खर पढ्दैछु मेरो उमेरै भएन अहिले। म पुरिहाल्छु नि त्यसको टेन्सन नमान न। हस् अब अनलाइनमा आउनु त एकछिन कुरा गरौँ। ए अनलाइनमै छु नि म कल गर त। हस् तिम्रो फोटो पठाइदेऊ न मलाई। फोटो ल हस् एकछिन है त छिट्टो पठाऊ त ल। ल मैले पठाइदिएँ हेर्नुहोस् त आयो कि आएन? हेरेँ भने कस्तो राम्रो अर्को फोटो नि पठाऊ न त्यो भिडियो अनि ओपन फोटो नि पठाइदेऊ न ल त्यस्तो हेर्न मनपर्छ क्या मलाई। ओपन फोटो भन्नुभयो? हजुर पठाऊ त ल। ओपन फोटोमा कसरी पठाउने मलाई त मम्मी ड्याडीले के अरे थाहा पाउनु भयो भने त मार्नुहुन्छ नि। यो त मैले अब कसरी पठाउने हो हजुरलाई मम्मीले मार्नुहुन्छ मलाई। मार्नु हुन्न के तिमीलाई मेरो विश्वास लाग्दैन र तिमी मेरो विश्वास गर न ढुक्क हो म र तिमी बिच बाहेक कसैलाई थाहा हुँदैन के यो कुरा। ल यसो हो भने हजुरलाई मैले पठाउँछु तर हजुर र म बाहेक सेपरेट हुनुपर्छ नि। अरू छर छिमेकी मेरो मम्मी ड्याडीले त यो कुरा थाहै हुनुहुन्न है। फेरि म हजुरलाई पठाइदिन्छु कतै पनि नदिनु है त। हुन्छ हुन्छ ढुक्क हो न ल पठाऊ छिटो ल प्लिज। हस् ल मैले पठाएँ हेर्नु त। ए आए तिमी त कस्तो राम्रो झन् मलाई त यो पो मन पर्यो भने साह्रै ब्युटी रहेछ। हो र तिमी जाऊ गर। ओ साथी हो हेलो झिले त्यो मान्छेसँग त डरो मेरो त लभ पर्ला त होइन लभ चाहिँ होइन त्यो मान्छेसँग चाहिँ पैसा फसाउनु पर्छ है जसरी भए पनि। ल ल झिले त्यो मान्छेले त फोटो हालिदिएको छ नि मैले हालिदिएँ भनेको थिएँ हेर्छौ अहिले हेर त राम्रो रहेछ यार। खोइ कसैलाई नदेखाऊ भने हेर न यार त्यसको फोटो त यार कस्तो रहेछ भने यार तर नभन है कसैलाई पनि। ल म घर जान्छु है पछि आउँछ है तिमीहरू खेल्दै गर ल। चन्द्रकला ए चन्द्रकला हजुर बुढो किन बुढाउनु आएर तिमीले खाना तयार बनायौ नि अहिले त अघि त तरकारी नि बनाएको थिएन त्यही भएर मैले साथीकोमै खाएर आएँ। तिमी खायो कि खाएनौ? हजुर बुढो खाना पाकिसक्यो दाल र भात चाहिँ पकाएको छु हजुर बस्दै गर्नु न। अर्को अघिको कुरामा अन्यथा नलिग है ल खाना पस्क्यौ त ल। तरकारी के बनाएको छ अहिले चाहिँ?
हजुर बुढो दाल र भात मात्रै पकाएको अहिले पनि यति पकाउँथ्यो नि हजुरले तरकारी ल्याइदिनु भएको थियो र मैले हिजो ल्याइदिएको होइन पैसा कमाएर दिएको पैसा चाहिँ कहाँ जसो है लगाउँथी जतिखेर पनि तरकारी नै बनाउँदिन नि त यो त छिटो अहिले तरकारी बनाएर ल्याइ दिने भयो नै नदिने भयो घरबाट निस्केर चाहिहाल त यस्तो खाँदिन म यो खाँदिन म दाल भात खाने जस्तो देखिस् अहिले ओए निस्केर गइहाल घर हजुरले आफैले भन्नुभयो होइन र म दाल भात पनि खान्छु भन्नुभयो होइन हिजो चाहिँ अनि तपाईँ ल्याइदिनु भएको थियो र दाल भात म चाहिँ पनि खानु भन्दा मलाई किन सधैँ पिट्नुहुन्छ सधैँ किन कुट्नुहुन्छ हजुरले चाहिँ भयो सधैँ केटीहरूसँग बोल्ने जानकारी हिँडाउने अनि पैसा केटीहरूसँग गएर भ्याउने अनि घरमा त्यो तरकारी चाहिँ नल्याइदिने तपाईँ तरकारी चाहिँ मैले कहाँबाट ल्याएर पकाएर राखिदिनु त तेरो भात कहीँ खा अब म बस्दिनँ यहाँ अब त जाने हो नि निस्केर अब 50,000 माग्नु हेलो अब चाहिँ यो केटीलाई अब फेरि फोन गर्नु पर्ला है टेन्सन भइरह्यो हेलो ए लास्ट हो हजुर अनलाइनमा आऊ न हस् सुन न मलाई साह्रै समस्या पर्यो एकदम गाडी इमर्जेन्सी पर्यो तिमीले 50,000 पैसा अहिले हालिदिन सक्छौ 50,000 प्लिज अप्ठ्यारो नमान्नु न 50,000 त मैले कसरी हालिदिनु त नि मसँग त्यत्रो पैसा हुनु नि पर्यो नि तिमी हाल्छौ कि हाल्दैनौ हाल्छु हाल्छौ कि हाल्दैनौ नहाल्ने हो भने फेरि तिम्रो फोटो त तिमीले सेयर गरेको थियौ नि मलाई थाहा छ नि तिमीलाई थाहा छ त्यो त मैले के अरे हजुरलाई के अरे तपाईँ र मेरो मात्रै सेयर दियो भनेर हजुरले मलाई पे गर्छु भनेर मैले तपाईँलाई विश्वास गरेर पो त्यो फोटो सेयर गरेँ त नि अनि हजुरले कस्तो ब्ल्याकमेल गर्न खोजे जस्तो गर्नुभयो नि त हजुरले त त्यस्तो होइन मेरो कुरा मान्छौ कि मान्दैनौ त्यो मलाई 50,000 अहिले चाहिएको छ होइन 50,000 हाल्दैन भने जे पनि हुनसक्छ ल हाल्ने कि नहाल्ने त्यति एउटा कुरा मात्रै भन अरू दोहोऱ्याउनु पर्दैन मैले 50,000 त हाल्न सक्दिनँ हजुरलाई मसँग पैसा हुनु पर्यो नि साँच्चै सक्दैनौ ल नसक्ने भए तिम्रो फोटो मसँग छ सबै होइन भिडियो फोटो छ त्यो सबै सार्वजनिक गरिदिन्छु आजबाट म तिमीलाई चिन्दा पनि चिन्दिनँ म तिम्रो ब्लक गरिदिन्छु मेसेन्जरमा पनि म आजबाट तिमीलाई चिन्दिनँ ल भाइरल गरिदिन्छु तिम्रो फोटो चाहिँ ल मलाई अरू कुरा केही पनि थाहा छैन ल आमा भात खानु बोलाउनु छोरी हजुर मामु खाना हो अब स्कुल जानु टाइम भयो मलाई भोक छैन मामु हजुर खाइछैन म अहिले खाना अहिले पछि खान्छु के खाएको छ र तिमीलाई भोक लागेन त अहिले मलाई भोक छैन कि मामु त्यही भएर म खान्न कि हजुर खाइछैन ल अब स्कुल जाऊ राम्रोसँग पढेर आऊ है अब सुन्नु भात खानुलाई तान्नु भएको ए खाना आऊ छोरी अलिकति भने खाना पर्छ आऊ म खान्न कि मामु कति कल गरिरहेछ हजुर खाइछैन म जानु म गएँ भने ल तिमी जाऊ तुली उता बस्छ जाऊ एकछिन उता बस्छ उता बस्छ न एकछिन उठा त यहाँ काम छ क्या उठा न भने उता बस्छ न उता उठा त होइन को जाने रहेछ यहाँ यसरी टोलाएर यहाँ त बस्छ ल यता बस्छ खै हेरौँ आच्या को रहेछ भने त हाम्रै पल्लो घरको चम्सुरी पो रहेछ के भयो नानी तिमीलाई आन्टी मलाई आज अलिकति टेन्सन छ त्यही भएर म यहाँ बसेको म स्कुल पनि जान सकिनँ मलाई एउटा केटाले फसायो हेर्नु न मलाई अब पहिला माया जन्म पारे मलाई बिहे गर्छु भन्यो त्यही विश्वासले मैले सबै कुरा उसँग सेयर गरेँ अहिले मलाई हेर्नु न पैसाको ठुलो त 50,000को दिनु छ मसँग कहाँबाट पाउने त्यत्रो पैसा मैले मामु ड्याडीलाई पनि भन्न सक्दिनँ अनि मैले कहाँबाट ल्याएर दिने त नि आन्टी मलाई हेर्नु न आज मलाई त्यही उसमा माया गरेर मैले सबै सेयर गरेको चिजहरू भाइरल गरिदिनुहुन्छ नरौ तिम्रो समस्याको समाधान म गरौँला तिर्न गर अहिलेलाई घर हिँड जाऊ
हजुर छोरी तपाईँले तपाईँको छोरीको बारेमा केही कुरा थाहा छ त मलाई केही थाहा छैन छोरी के कुरा होला भन्नु न तपाईँको छोरी त एउटा केटाको माया जालमा फसेर एक ठाउँ एक्लै टोलाएर पनि गाडेको छ हो र कहाँ बसेर रहेछ त छोरी तिमीले कहाँ फेला पार्यौ डिलको एकान्तमा डिलको छेउमा बसेर एक्लै झुक्राएर बसिरहेको रहेछ ओहो मेरो छोरीलाई घर ल्याइदिएको छ त छोरी ल्याइदिएको छु आमा ल्याइदिएको छु ए ल धन्यवाद त छोरी तिमीलाई मेरो छोरीलाई मचाउनीसँग गरिछौ मेरो छोरीलाई मचाउनीसँग गरेछ नानी मेरो छोरी कसरी पढाउने भनेर मैले पढाइराखेको थिएँ मेरो छोरीलाई कुन चाहिँ पापीले यस्तो चाहिँ मन बिगारेर स्कुल जान मन नलाग्ने बनाइदियो होला त नानी त्यसलाई जसरी पनि खोजेर हाम्रो आमासम्ममा गएर खबर गरिदिनु है नानी मलाई त केही थाहा पनि छैन हस् आमा हस् हिँड्नु जाम हाम्रो सम्मको एउटा अध्यक्ष दिदी हुनुहुन्छ नयाँ दिदी उहाँबाट नै गएर दुःख पुग्नुलाई नि हस् हस् ल यो चाँडोभन्दा चाँडो गर्नु है नानी हस् हस् नमस्ते दिदी नमस्ते छोरी तपाईँलाई एउटा सानो दुःख पुग्न आएको उहाँको छोरी के अरे एउटा केटासँग लागेर उहाँको छोरी बिग्रेर के अरे मर्नु न बाँच्नु भएको रहेछ अनि त्यही भएर दुःख पुग्न आएको ए हो र आमा के पर्यो त त्यस्तो कुन चाहिँ फटाले मेरो छोरीलाई स्कुल जाँदाखेरि बाटै एकदम छेकेर बाटो छेकेर बसेर स्कुलै जान दिँदो रहेछ पैसा ले भन्ने मेरो उसमा भएको पैसा पनि खाता भएको पैसा पनि मलाई चाहिएछ भन्दै लाँदै गऱ्यो छोरीले होला त नि भनेर त्यही फटा टाकाले खाएर बसेर रहेछ मरेर रहेछ ए आमा पिर नगर्नुहोस् है हजुरको छोरीलाई गाली बेजत नगर्नुहोस् हाम्रो एउटा सिद्धेश्वर आमासम्म छ र हाम्रो सलेन्टार त्रिपुरा सुन्दरी उसमा स्वास्थ्य पुलिस चौकी पनि छ उहाँ गएर हामी भनेर हजुरको छोरीलाई उद्धार गर्छौँ घर गएर छोरीलाई गाली बेजत गर्ने काम नगर्नुहोस् छोरीलाई सम्झाउनुहोस् हजुर गएर बस्नुहोस् म सिद्धेश्वर आमासम्मको टोली लिएर आएर हजुरको छोरीलाई सम्झा बुझाइ गर्ने काम गरौँ न है आज जानुहोस् हामी भोलि आउँछौँ हस् छोरी हस् ए साइली माइली सीता गीता रिता हाम्रो पल्लो घरको बेलगाउँको चेलीलाई एउटा साह्रै नराम्रो घटना घटेछ मोबाइलको जमानाले गर्दाखेरि मोबाइलले साह्रै बिगारेछ अब हामी उहाँ गएर उहाँलाई न्याय दिनुपर्छ अब हामी मात्रै सक्दैनौँ होला त्यो फटालाई समाउनलाई हामीले पुलिसलाई पनि खबर गर्न पर्यो है ल 100मा फोन गर्नु त ल फोन गर हामी सबैलाई थाहा भएको कुरा 100मा फोन गर भने हामीले चाहिँ पुलिसलाई कन्ट्याक्ट गर्न सक्छौँ है हेलो माइक लाएर बोल्नु न माइक लाएर बोल्नु हेलो नमस्कार नमस्कार हाम्रो बेलगाउँमा हजुर आइदिनु पर्यो है आज 2 बजे यहाँ सानो घटना घटेछ हजुरले यहाँ आइपुग्नु सबै कुरा भन्नु ल हजुर आइसक्नु ज्यादा खाके नि भइहाल्छ नि ल जाम त अब सबैजना जाम आमा नमस्कार नमस्कार है आमा आशिक सन्चै हुनुभएको छ हजुर सन्चै छ सन्चै हुनुभएको छ सन्चै छ छोरी अनि हजुरको छोरी कहाँ हुनुभएको छ त मेरो छोरी चाहिँ कोठा छ नानी हेलो नानी जामसुरी के छ त खबर हजुर आन्टी के गरेर बसेको म यतिकै बसेको हो ए तिम्रो मम्मीले भने तिमी त मोबाइलमा धेरै बिग्रेछौ रे हात खर्च पर्ने मान्छे मोबाइल हेर्न नहुने मम्मीको मोबाइल लगेर मम्मीको मोबाइलबाट त्यस्तो क्युआरमा पैसा अरूलाई ट्रान्सफर गर्ने त्यस्तो भर्खरको 16-17 वर्ष नभएको मान्छे त्यस्तो गरेर मोबाइल खेलाउन हुँदैन नि त तिमीले मोबाइलमा त धेरै बिग्रिसकेको रहेछौ नि त खै आन्टी त्यति बेला मलाई केही बुद्धि नै आएन मलाई एउटा केटाले अब उहाँलाई नि मलाई मन पर्यो उहाँले नि मलाई मन पराएको भन्नुभएको थियो अब खै त्यस्तो होइन छ अनि मलाई सबै के अरे कुराहरू मैले उहाँसँग सेयर गरेँ मैले फोटोहरू पनि सेयर गरेँ अहिले त मलाई ठुलो के अरे पैसाको डिमान्ड गर्छ मैले त्यत्रो पैसा कहाँबाट ल्याउने अनि
त्यही भएर मलाई पिर परेर म त के अरे आन्टी म त स्कुल जान नि सकेन समाजको अगाडि मैले अब म कसरी देखाउने लाउला नि त अलि मुख उसमा लाएर न लाउ ल नानी अब नरौ तिम्रो समस्याको समाधान हामी गर्छौँ हाम्रो आमासम्म आएको छ होइन तिमी रुन पर्दैन त्यो फटालाई तिमी बोलाउन सक्छौ सक्छु आन्टी अब तिमीले के भन्नु पर्यो भने तिमीलाई म 50,000 पैसा दिन्छु मलाई तिमी सधैँ भेट्ने ठाउँमा भेट्न आऊ भनेर भन तिमीलाई म त्यो केटासँग अनि हामीले के गर्नुपर्छ त्यो केटासँग ल हामी कारवाही गर्छौँ है हस् अबदेखि आजको 8 कक्षा पढ्ने केटाकेटी भुरा बच्चाहरूले मोबाइलको दुरुपयोग गर्न हुँदैन मोबाइलको राम्रोसँग फोनमा बोल्ने मात्रै काम गर्नुपर्छ मोबाइलको धेरै दुरुपयोग मोबाइल खेलाउँदाखेरि के हुन्छ भन्ने घटना सबैलाई थाहा भयो होला नि हस् आन्टी छिटो गरिदिनु होला अबदेखि मोबाइल यसरी चोरेर बोल्ने कि नबोल्ने फोनमा नबोल्ने आन्टी अब म मोबाइल चलाउँदिनँ र अब तिमी कन्ट्याक्ट गरेर त्यो केटालाई चाहिँ बोलाइहाल है हस् हेलो हजुर कहाँ होइसिन्छ नि ए म आज आउँदैछु नि हजुरलाई भेट्नलाई हजुरले मलाई कहाँ भेट्नुहुन्छ होइन नि हिजो मलाई अलिकति सन्चो थिएन कि त्यही भएर हो मैले मामुसँग पैसा फुत्काएको छु नि हजुरलाई दिनको लागि हस् म मामुसँग मागेर लिएर आएको छु ए तिमी त आइछौ नि कस्तो राम्रो रहेछ हिजो यति कुरा त्यो तिमीले नभनेको भए मैले त्यो के अरे फोटो हालिदिन्छु भनिरहेकै थिइनँ नि होइन म कहाँ त्यस्तो हो नि म आएँ नि आज त हजुर कति ह्यान्डसम हुनुहुँदो रहेछ कति मन पर्यो मलाई त तिमी नि कस्तो राम्रो भने खोइ त डरा खोइ त नानी हिरो भनेको यही मान्छे पो हो यही मान्छे रहेछ ल लाउरे के छ त हाल खबर तपाईँ को तिमीलाई मैले चिनेको छु नि लाउरे त मैले तपाईँलाई चिन्दिनँ तपाईँ को ओ यो लाउरे भाग्न लाए यो लाउरे भाग्न लाए चिन्छ भन्दै त्यो फटा भाग्न लाए कसलाई चिनेछौ तँलाई म उसलाई मैले उसलाई चिन्दिनँ है उसले चाहिँ मलाई फसाउन लागिरहेको छ ए उसले पो फर्स्ट हो तिमीलाई 50,000 पनि उसले मागे 10,000 पनि उसले मागे हो होइन ऊ को म चिन्दिनँ उसलाई होइन मलाई अरू कुरा केही पनि थाहा छैन मलाई जान दिनु केटा त हुन यार हामीले तराउन सकेन भल्ला सब आएर होला समाइदिनु पर्यो है हल्ला नगर्नुहोस् न म आफै लगेर उहाँलाई जे गर्ने कारबाही म आफै गर्छु उहाँलाई केही नगर्नुहोस् है कसैले यतिन्जेल मेरो छोरीको दिमाग बिगारेर पढ्न नदिन्थे यही बच्चे ए बच्चे मारे सक्यो खोइ त ताली बजाउनु नि ताली मलाई छ आफ्नो हातमा त आफ्नो हातमा मोबाइल छ कसरी बजाउने भने ल ल ल ओए ल